दही खुवाइदिनु न। यहाँ छ नि त बिहान कपडै खान्छ। हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। भेनाजुको रोमानियाको भिजा लागेको छ। भेनाजुको बट काठमाडौँदेखि फ्लाइट नपरिकन इन्डियादेखि फ्लाइट परेको छ। हामी चाहिँ नारायणघाटसम्म छोड्न जान लागेको छौँ, किनकि इन्डियाबाट फ्लाइट परेको छ भेनाजुको। त्यही भएर हामी चाहिँ नारायणघाटसम्म सबै फ्यामिली मिलेर छोड्न जान लागेको छौँ होइन। हामी खुसी पनि छौँ, दुःखी पनि छौँ, किनकि खुसी अब ल्याउनको लागि विदेश जानै पर्यो, पैसा कमाउनु पर्यो होइन। गाइज दुःखी किन छौ भने आफ्नो घर फ्यामिली सबै छोडेर जानुपर्ने हुन्छ होइन। त्यही भएर दुःखी पनि छौ। अब विदेश भन्ने चिज अब धेरै टाढाको बाटो, अब उतिखेरै आउन नपाउने, जान पनि नमिल्ने त्यस्तो चिज हो। परदेशको जिन्दगी यस्तो छ है गाई। त्यही भएर विदेश पनि भन्छु मान्छेहरू। A few moments later. ल देख्दैन टी-शर्ट दिखाई दे टेबल लगाइदियो हुन्छ। ममिल मात्रै हो क्या, अरू दही लगाइदियो। ढोक्नु हात पर्दैन पर्दैन खाता मैले ल्याएर आएको छु झन्डा। ल जाम पालै पाला थोरै कि एकचोटि खुवाइदिनु हुन्छ। मैले खुट्टाएको किन त बुढाको सिमन जानुहोस्। ए सिमनले लगाउनु भयो। बाबालाई के लगाइदेऊ, दही लगाइदेऊ, दही टिकी लगाइदेऊ अनि दही खुलाइदेऊ। ल लगाइदेऊ ल। बाबा घाट ढोका, बाबा घाट ढोका। बड़ा हरामी हो बेटा। जीवा गर बाबालाई, बाबालाई जीवा गर, बाबालाई जीवा गर। ल एक जात मलाई दही खुवाइदिनु न। यहाँ छ नि त बिहान कपडै खान्छ। Oh my God! Wow! दही हेर्नु न। सिमनले दही खा। त्यो पानी पैसा न दही नघोप्दै छ नि, घर खाएर भ्याउ आमालाई देऊ त्यो भयो। ल सिमन यता आऊ। भित्र मलाई राख्नु बाबालाई।
टेबलबाट झिकेर राख्नु यिनीहरू त्यो हो त्यसमा ल बुनु जानुहोस् न यो पहिला चल्यो भने त फेरि पैसा दिएर जाने एकचोटि हस्ती हो क्या जाँदा पहिला पापा दिन्छ बाहिर बाहिर राख्नु पानी छिक्नु त्यो उसको उसले यता आउन सिमो पानी छिक्नु त्यो यता यता फर्केर हो नगर नि सानो तिम्रो छोटा ऊ त्यो लिनु उता उहाँ गएर यसरी यसरी गर्नु उताबाट लिएर हो त्यो गर्नु ए तपाईँको त यसरी गर्नु यसरी हो त्यो त्यही झिकेर अलिअलि पातीले के केही नुन छोडिदिनु हो त्यो गर्नु अनि सिउरिनु यसरी गर्नु के आफैले